विद्यालयले विद्यार्थीहरूको पढाइ लेखाइ अतिरिक्त क्रियाकलाप सबै जस्ता हामी सर्वाङ्गीण विकास भन्छौँ त्यसका लागि काम गर्नका निम्ति हामीले हाम्रा शिक्षकहरूलाई निरन्तर तालिम दिन्छौँ। हामीले कन्सल्टेन्ट हायर गरेर वर्षैभरि हाम्रा शिक्षकहरूलाई तालिम दिइरहेका छौँ। विभिन्न विधामा तालिम हुन्छ। त्यो तालिम दिने क्रममा अहिले हामी 4 वर्षदेखि निरन्तर त्यो प्रक्रियामा छौँ र हाम्रा शिक्षकहरूमा ठुलो परिवर्तन आएको छ। जस्तै हाम्रा नानी बाबुहरूको मनोविज्ञानलाई बुझेर अगाडि बढ्नलाई मद्दत गरिरहेको छ। ज्यादातर शिक्षकहरू जति पनि यो विद्यालयसँग आबद्ध हुनुहुन्छ लामो समयदेखि कार्यरत हुनुहुन्छ र उहाँहरूलाई हामीले ज्ञान सिप संस्कार र एउटा व्यावहारिक शिक्षालाई कसरी हामी विद्यार्थीहरूमा चाहिँ सञ्चार गर्न सक्छौँ भन्ने विषयमा तयार गरेका छौँ। त्यस कारणले हाम्रा शिक्षकहरू स्वयंमा एउटा अभिभावकीय भूमिकामा पनि काम गर्न सक्षम हुनुहुन्छ भन्ने